आज चाहिँ हामी बनाउँदैछु सुँगुरको मासु। मेरो कराईलाई चाहिँ इग्नोर गरिदिनु होला किनभने यो जति सफा गरे पनि जाँदैन, कस्तो फोहोर जस्तो देखिन्छ कि। हामीले किनेर लिएर घरमा आएपछि मात्रै एकचोटि पकाएपछि मात्रै थाहा भयो कि कराई चाहिँ नराम्रो दिनुभएको रहेछ भनेर। अनि आजको मासु पकाइ चाहिँ मेरो बुढाको हो है। मेरो बुढाले चाहिँ सुरुमै तेजपत्ता र प्याज हालेर फ्राई गर्यो, अनि त्यसमा मासु पनि राखिदिएको छ। अनि मासु राखिदिएपछि यता टमाटर रेडी गरेर त्यसमा बेसार र नुन हालेर त्यसलाई एकछिन खर्याउनलाई छोडिदिउँ। मासु पकाउने पनि सबैको आफ्नै तरिका हुन्छ। म फेरि अर्कै तरिकाले पकाउँछु। मेरो बुढाले चाहिँ यसरी बनायो। मासु खरिसकेपछि चाहिँ हामीले तेल निकाल्यौँ, अनि त्यसमाथि अघि काटेको टमाटर पनि राखेर चलायौँ। अनि अदुवा लसुनको पेस्ट थियो, अनि हामीले धुलो मसलाहरू पनि राख्यौँ। सुँगुरको मासुमा मिठो चाहिँ रायोको साग हुन्छ। रायोको साग थिएन, अनि हामीले चाहिँ यो चाइनिज सागको बिरुवा थियो मसँग, मैले त्यही केलाएर हामीले चाहिँ त्यही हालेर बनाउँदैछौँ। हामीले चाहिँ दालमा पनि भेन्डी हालेर पकाउँछौँ। हाम्रो सब्जी खानाहरू रेडी भयो। सब्जी खानाहरू मिठो मिठो थियो।